+2 गरेर बसेका विद्यार्थीहरूका लागि अब जनकपुर धाममै एससीसीए कोर्स गर्न मिल्ने। 180 वटा देशमा मान्यता प्राप्त ग्लोबली रिकग्नाइज भएको एससीसीए कोर्स अब जनकपुर धामकै क्याम्पस चोकमा रहेको स्टार एससीसीए मा भइरहेको छ। एससीसीए भनेको एउटा ग्लोबल चार्टर्ड एकाउन्टेन्ट कोर्स हो। एउटा ग्लोबली रिकग्नाइज क्वालिफिकेसन हो जुन चाहिँ 180 वटा देशमा मान्यता छ। यो एससीसीएको लागि जुन स्ट्रिमका विद्यार्थी म्यानेजमेन्ट, साइन्स, ल, ह्युमेनिटी जुन जहाँको फिल्डको विद्यार्थीले पनि जोइन गर्न सक्छ। यसको लागि कुनै पनि रिक्वायरमेन्ट छैन। र एउटा मेन कुरो के हो भन्दाखेरि एससीसीए पढ्नको लागि हामीले 12को रिजल्ट वेट गर्नु पर्दैन। हामी डाइरेक्टली 12को इक्जाम दिएपछि हामी जोइन गर्न सकिन्छ। यसको स्कोप भनेको ग्लोबली छ। यसको अपर्च्युनिटी भनेको विश्वभरि छ। सो अब म नेपालमै काम गर्छु भने पनि नेपालमा राम्रो कम्पनीमा हेर्नुहोस्, अहिलेको टप ब्याङ्कको सिइओ हेर्नुहोस्, त्यहाँ एससीसीए सिए नै हुनुहुन्छ र मल्टिनेसनल कम्पनीमा सिए एससीसीए नै हुनुहुन्छ। सो एससीसीए पढ्ने विद्यार्थीले चाहिँ म नेपालमा गर्छु भने पनि पाउँछ, म विदेशमा गर्छु भन्ने पनि पाउँछ। सो यसको ग्लोबल अपर्च्युनिटी पनि छ र नेपालमा पनि छ। एससीसीए भनेको एउटा लो इन्भेस्टमेन्ट, थोरै खर्च गरेर पछि राम्रो रिटर्न गर्ने एक किसिमको कोर्स हो। तपाईँको एससीसीए बन्नको लागि 2 देखि 3 लाख रुपियाँ लाग्छ। नेट कस्ट 2 देखि 3 लाख रुपियाँमा एससीसीए मजाले भ्याइन्छ र एससीसीए पढ्नको लागि धेरै टाइम पनि लाग्दैन। एससीसीए पढ्नको लागि 3 देखि 4 वर्षमा एससीसीए मजाले भ्याइन्छ। र अर्को महत्त्वपूर्ण एससीसीएको पासिङ पर्सेन्टेज 80% इन नलेज लेभलमा एससीसीएको पासिङ पर्सेन्टेज 80% छ। किन भन्दाखेरि एससीसीएमा हामीले सिङ्गल पेपर पढ्छौँ। एउटा पेपर पनि इक्जाम दिने सक्यो, फेरि अर्को पनि हामीले ओपनका पेपर पढ्दै जान्छन्। सो त्यसले गर्दा के हुन्छ, विद्यार्थीलाई सजिलो हुन्छ पढ्नको लागि। सो कलेजमा पनि एउटै विषयमा फोकस गर्न पाउँछ, घर पनि एउटै विषयमा फोकस पाउँछ। त्यसले गर्दा चाहिँ विद्यार्थीलाई चाहिँ सजिलो हुन्छ। सो एससीसीएको पासिङ पर्सेन्टेज एकदमै राम्रो छ। अब कम लागतमा सीए सरह मान्यता प्राप्त कोर्स गर्ने होइन त? आजै सम्पर्क गर्नुहोस्, सिट सीमित छ। स्टार एससीसीए जनकपुर धाम क्याम्पस चोक। कन्ट्याक्ट राम बहादुर कुवर, मोबाइल 980 520 3931।